तपाईले देख्न सक्नुहुन्छ है रोडको सिमाना यो हो र यहाँदेखिको चाहिँ 4 र 5 फिट भित्र ग्राउन्ड भित्र रोड बढाउने कुरा गरिरहेको छ र अगाडिको ठाउँहरुमा पनि यो बाँसहरु गाडेको छ है र म के भन्न चाहन्छु यहाँबाट भन्दाखेरि नि यसरी नै हाम्रो मान्छेहरुले यहाँनेरि ग्राउन्ड बचाउने जमिन बचाउने काम त हैन जमिनहरु कहाँनेरि खाली छ त्यहाँनेरि खुट्टी गाड्ने ग्राउन्ड भित्रको जमिनहरु मिच्ने यो कामहरु गरिरहेको छ र यसरी नै अलिअलि गर्दै हाम्रो यो जमिनहरु मिचिँदै गयो भनेपछि त अन्त हाम्रो भविष्य त अन्त सकिन्छ त यही हो म अहिले यहाँनेरि यो देखाइरहेको छु है यो डल्लो हो यो डल्लो छ यहाँनेरि किनकि हाम्रो यो जुन ठुलठुलो पदमा बस्ने व्यक्तिहरुले चाहिँ बुझ्नु पर्ने हुन्छ किन भन्दाखेरि भविष्य बेच्ने अधिकार तपाईहरुलाई छैन है यदि बाटो आएको छ भनेपछि यो बाटो कसरी हुन्छ के गरेर हुन्छ यो वालहरु फुटाएर पनि लान सक्नुहुन्छ तर यहाँनेरि त्यस्तो वातावरण नै बनाएको छैन के त त्यसै त जयगाउँ डुबिसकेको छ अझै अब ग्राउन्डहरु बेचेर खानेहरु मात्रै छ यहाँनेरि किन भन्दाखेरि अब रोडको नाममा है यसरी यहाँनिर देख्न सक्नुहुन्छ नि यस्तो छ यो सिमाना यता तपाईले मुनिपटिको भाग देख्न सक्नुहुन्छ नि यो सबै बेचेर अब खाँदै गएको अब यिनीलाई भन्ने कोही पनि छैन हैन म चाहिँ के भन्छु भन्दाखेरि मरेर चाहिँ कसैले के पनि लाँदैन यहाँबाट जति नै 10 वटा बिल्डिङ भए तापनि करोडौंको धन सम्पत्ति थुपारे तापनि हैन मान्छेलाई झुकाएर पैसाहरु खाए तापनि जमिन यसरी ग्राउन्डको भित्र जमिन मिचे तापनि लाने चाहिँ कसैले केही पनि हैन भोलिको दिनमा र यस्तो चाहिँ ग्राउन्डको हालत अहिले यहाँ थाहा छैन नि यिनीलाई एउटा ग्राउन्डको मूल्य के हो भनेर यिनीलाई सिर्फ यो पैसा कहाँबाट आउँछ 24 घण्टा सोचिरहेको हुन्छ यिनीले के पैसा आउने बाटो सोच्यो हो कहाँ नानीहरुको फ्युचरहरु कसरी बनाउनु पर्ने त्यो छैन यिनीले एउटै कुरो गर्न सक्छ यहाँनेरि जहाँ खाली जमिन त्यहाँनेरि उनीहरुको दिमाग चलाइहाल्छ कसैले के भन्दैन भने अरे ईश्वरसँग त डराउनुहोस् उपरवालासँग डराउनुहोस् संसार हो यहाँ जे पनि हुन्छ हैन उपरवालासँग डराउनुहोस् किनकि यो ग्राउन्ड जुन तपाईहरुको यो व्यक्तिगत बिजनेसको लागि गरेको हैन हैन किनकि यो बिजनेसले गर्दाखेरि चाहिँ मान्छेहरुको भविष्य है यसरी सकिँदै जान्छ र यहाँनेरि तपाईले खाल्टो पनि देख्न सक्नुहुन्छ है म यहाँ तपाईलाई म खाल्टो देखाउँछु यहाँनेरि र यो खाल्टो उयो गर्नुस् किनकि यो ग्राउन्डको अलरेडी यो ग्राउन्ड पास भइसकेको जमिन तर यहाँनेरि के गरेछ रोडले गर्दै मिचिएको छ यहाँ हेर्नुस् नि गभर्नमेन्टले त आएर उयो गरेको नि तर यहाँ इन्जिनियरहरुले नै उयो गरेको हो है यहाँनेरि बोल्ने कोही पनि हुँदैन यहाँनेरि स्पोर्ट्सको लागि यहाँनेरि कसरी हुन्छ खानुको लागि चाहिँ छिटो हुन्छ यहाँनेरि हेर्नुहोस् एक दिन यस्तै खाल्टोमा जानुपर्ने हुन्छ सबैजना मरेर कसैले लाने हैन न त गभर्नमेन्ट जब वालाहरुले के लाने हो न प्राइभेटले हो र यसरी यो नानीहरुको भविष्य बिगार्ने अधिकार चाहिँ यहाँको यहाँ ठुलठुलो नेताहरु होला ठुलठुलो बुद्धिजीवीहरु होला हैन यहाँ जुन चाहिँ यो रोडहरु उयो गरेको छ मिचिएको छ हैन यो जमिनहरु उपरवालाले माथिबाट हेरिरहेको छ है हेर्नुहोस् यसरी मैले किन भिडियो बनाउँदैछु भन्दाखेरि यहाँबाट चाहिँ आँखा खोलिने हो बुद्धिहरु कतै खोलिन्छ कि भन्ने मात्रै हो यहाँ व्यक्तिगत केही पनि छैन यहाँ 6 करोडको यहाँनेरि पैसा सुनेर सायद यहाँ ग्राउन्ड भित्र यहाँ मिचिएको होला हैन यो कुरोहरु पुरा याद गर्नुपर्ने हुन्छ र जुन दिन यहाँ जयगाउँको स्पोर्ट्सहरु अझ अगाडि बढेर उठेर आउँछ नि त्यो दिन तपाईहरुलाई पनि गाह्रो पर्न सक्छ किनकि युवा देशको भविष्य हो भन्छ कि यहाँ त तर गाउँघरका नानीहरुको यहाँ भविष्य नै बेचेर खाइसकिसक्यो यहाँको मान्छेहरुले एउटा लाज शरम भन्ने छैन यहाँ कसैलाई पनि लाज शरम भएको भए पो अरे आफ्नो घरमा नानीहरु छैन छ नि हैन आफ्नो घरमा भएको नानीहरु पनि त यहाँ खेल्छ त यो ग्राउन्डमा यहाँ सबै जातिको खेल्छ सबै धर्मको खेल्छ यहाँनेरि एउटै हो फुटबल यो ग्राउन्ड छैन भनेपछि चाहिँ भोलिको दिनमा यति धेरै यहाँ नानीहरु बिग्रिन्छ नि ड्रग्सको शिकारहरु हुन्छ यो तपाईहरुले यो याद गर्नु भएको छैन है अझै पनि म एकपल्ट भन्छु तपाईहरुलाई हैन
भोलिको दिनमा मरेर कसैले केही पनि लाने होइन। तपाईँ 10वटा बिल्डिङ बनाउनुहोस्, ठुलो ठुलो गाडी चढ्नुहोस्, ठुल्ठुलो सामान किन्नुहोस्, जग्गा जमिन जहाँ पनि किन्नुहोस् है, तर पुण्य काम गरेको छैन र कर्म गर्नुभएको छैन भनेपछि चाहिँ एक दिन यो व्यर्थै हो। त्यो मान्छेको छेउमा ठुलो छाती फुलाएर हिँड्ने काम पनि छैन। यो खदा लगाएर, यो नरिवल फुटाएर कसैले कसैलाई देखाएर के फाइदै छैन। एउटा नानीको भविष्य त यो ग्राउन्डमा बचाउन सक्नुहुन्न भनेपछि लाने के हो त भोलिको दिनमा, लु भन्नुहोस् न त। मेरो जुन स्ट्रेट फरवर्ड हो यो कुराहरू, कसैलाई ढालेर कसैलाई लुकाएर भन्ने होइन। किनकि यहाँ जमिन मिचिएको छ। आज यो जमिन मिचिएको छ अरूले, भोलिको दिनमा यो ग्राउन्ड डल्लो मिचिन्छ। एक त जयगाउँको पार्क बिगारेको छ होइन, राम्रै भएको पार्क पनि त्यहाँ कति नानीहरू खेल्थ्यो, सपनाहरू देखेको थियो होइन। बेलुका बेलुका यसो वकमा बुढोपाकाहरू आउँथ्यो, आमा बुबाहरू, नानीहरू खेल्थ्यो। तर के गरे त्यहाँ पार्क बिगारिदियो, बिजनेस बनाइदियो। आज यो ग्राउन्डलाई पनि बिजनेस बनाइदिएको छ। यो हाम्रो माग होइन नि, यो ग्राउन्ड हाम्रो अधिकार हो। यो अधिकार हाम्रो, यो अधिकार त अब सायद अब तपाईँले लानु सक्नुहुन्न। एक दिन यो हुन्छ, तपाईँले याद गर्नुपर्ने हुन्छ है। यसरी याद गरिदिनुहोस्। एउटा प्रोग्रामहरू आउँदाखेरि हामीलाई कति दुःख पर्छ, यो पनि तपाईँले नोटिस गरिदिनुहोस्। र भविष्यमा यस्तो खालके जुन यो बाटो है ग्राउन्ड मिच्ने कामहरू गर्नुहुँदैछ, यस्तो तपाईँले नगरिदिनुहोस्। र आउँदो दिनमा है म के भन्न चाहन्छु यहाँका बुद्धिजीवी व्यक्तिहरूलाई र ठुल्ठुलो मान्छेहरूलाई, आज ग्राउन्ड छ भनेपछि युवा छ, ग्राउन्ड छैन भनेपछि युवाको सपना केही पनि छैन। हेर्नुहोस्, यो ग्राउन्डबाट चाहिँ धेरै युवाहरूले चाहिँ राम्रो राम्रो प्लेटफर्महरू पाएको छ। एकपल्ट इतिहास पल्टाएर हेर्नुहोस्, आज यो ग्राउन्डमा यस्तो खालके यो प्रोग्रामहरू भएको छ। त्यो कारणले गर्दाखेरि चाहिँ धेरै युवाहरूले सपनाहरू मार्न पनि पर्छ। सो ग्राउन्ड छ, ग्राउन्डलाई बचाउँ, एकता हौँ। यहाँ एकअर्को खुट्टा तानेर केही पनि फाइदा छैन। सो म तपाईँहरूलाई यही भन्न चाहन्छु है, सबैजना मिलेर एकता भएर हिँडेको असल हो जस्तो लाग्छ मलाई चाहिँ। र धन्यवाद।